सिटी भन्ने मेरो एउटा क्वेसन छ। यो ललितपुर महानगरपालिकाको स्मार्ट सिटी यस्तै हुन्छ भने मलाई त्यसको जवाब दिनु होला। हुन्छ, धन्यवाद। अब हामी बाटोमा खुसी पनि लाग्छ, तर बाटो बनाउँदाखेरि चाहिँ राजकुलोमा एउटा सानो कुलो पनि राखिन बनाउने गर्दछन् र त्यो बनाउने बेला पनि सानो हिम पाइप राखेर बजेट सघाउने गरेको छ, जसको कारणले चाहिँ 15 मिनटदेखि आधी घन्टा अलिक पानी आउँदाखेरि पनि त्यो कुलोबाट चाहिँ यहाँ चाहिँ त्यो पाइपबाट पानी बग्दैन, यो बाटोबाट पानी बग्ने गर्दछ। यो चाहिँ तपाईँले चाहिँ एउटा उदाहरणको लागि चाहिँ पिपुल्स स्कुल अगाडि जहाँ चाहिँ खोलाभन्दा बढी चाहिँ खोला चाहिँ बाटोबाट बग्ने गर्दछन्, अथवा के तपाईँले कुलो बनाउनु पर्यो, नभए चाहिँ ठुलो पाइप हिम पाइप चाहिँ राख्नु पर्यो। बजेट सघाउने हिसाबले चाहिँ सानो सानो पाइप गरेर हाम्रो जनताहरूले चाहिँ एकदमै निराश पार्ने काम चाहिँ नगर्नु होला भनेर अनुरोध गर्छु। बजेट पास गर्ने बेला चाहिँ मेयरले पनि एकदम यसमा ध्यान दिनु होला भनेर अनुरोध गर्छु। धन्यवाद। चाहिँ हाम्रो हर्सिडेको बुझीको चाहिँ जग्गा चाहिँ त्यहाँ हामी अहिले पनि चाहिँ हामी भ्रमण गर्ने बेला मच्छरनाथको चाहिँ यहाँ जाने चलन छ, कालबाजा बजाएर त्यहाँ ज्योतिषे भनेर चाहिँ त्यहाँ पूजा गर्ने ठाउँको चाहिँ त्यो चोरले चाहिँ यो करुणास खोलेर बगाएर कहाँ कहाँ पुगिसकेको छ। त्यहाँ नक्सामा बाँकी भएको त्यतातिर पनि हामी पनि 10-12 पटक धेरै नै चाहिँ यहाँ त्यसमा चाहिँ हामी चाहिँ मिहिनेत गरेर हिँडिसकेका साथीहरू, तर केही गर्न नसकेकोले यो ठाउँमा चाहिँ अहिले मेयर साहबले घुमेर के प्लान गर्ने भनेर प्रतिबद्धता सङ्क्षेप गर्ला भनेर चाहिँ त्यो एउटा पनि चाहिँ हाम्रो चाहिँ सुझाव। इटा भट्टाको सन्दर्भमा पटक चाहिँ वडा कार्यालयमा हामी बसेर छलफल पनि गऱ्यौँ हो। नगरवासीहरूको चाहिँ एकदमै यो कुरा चाहिँ एकदमै जायज माग पनि हो, तर कानुनले के भन्छ भने त्यो इट्टा व्यवसाय हो हामी वडासँग कुनै पनि उसमा चाहिँ ठोकिएको छैन। उहाँहरू सिधै चाहिँ तपाईँको चाहिँ त्यहाँ उता उद्योग वाणिज्यबाट नै नवीकरण गरेर उहाँले चाहिँ त्यो किसिमको व्यवसायहरू गर्दो रहेछ। त्यसकारण चाहिँ हामीले हाम्रो तर्फबाट चाहिँ उहाँहरूलाई चाहिँ गर्ने कुरा भन्ने कुराहरू चाहिँ हामीले पटक भनेका छौँ। यो कुरा हामीले विभिन्न चाहिँ तपाईँको चाहिँ आइएनजिओ एनजिओको चाहिँ जुन वातावरण सम्बन्धी कार्यक्रममा पनि हामीले चाहिँ हाम्रो वडामा चाहिँ यो समस्या छ, विशेष गरी चाहिँ यो इट्टा भट्टाको सन्दर्भमा हामीले चाहिँ विशेष कुरा चाहिँ उहाँहरू विभिन्न कार्यक्रममा उठाएका पनि छौँ। यो कुरा हामीले मेयर साहबलाई पनि पटक यो कुरा चाहिँ यहाँ चाहिँ अति नै यो चाहिँ यो धुवा धुलो चाहिँ हामीलाई चाहिँ आजिर बनाएको छ भन्ने कुरा पनि हामीले पटक राखेका छौँ। सम्पूर्णलाई नमस्कार। म एउटा के प्रश्न गर्न खोजेको भने गाउँमा सिलिन्डर बरुमा सिलिन्डर भने अनि नगरमा गएर पास गर्ने भने के हो? त्यस्तो डाले त भएन। सिलिन्डर भनेर के नाम लेखेको? त्यो गाउँमा सिलिन्डर भनेर त्यो मान्छेको नारामाथि हो कि यहाँ हुने कामको काम हो? यहाँले भन्न खोज्नु भएको चाहिँ गाउँमा भनेको फेरि नगरपालिकामा फेरि पुल्चोक जानु पर्यो, यीबाट काम हुनु पर्यो भने काम गर्नु बरुवामै काम गर्नु पर्यो। गाउँ वडा नगरपालिका भएको सिलिन्डर भनेपछि हुनुपर्ने सबै काम हुनु पर्यो, पुल्चोकै नजानु पर्यो भन्नु पुल्चोकमा जानु पर्दैन, यी गर्नु पर्यो होइन। अनि एउटा कुरो चाहिँ के छ भने 100 वर्ष 112 वर्ष पुरानो नगरपालिका हामी आज नै गाविसको तिमी झन्डै 10 वर्ष भयो हामी नगरपालिका भएको। हामीलाई पनि चाहिँ 100 वर्ष नागेको कर चाहिँ हामीलाई पनि लिने। तालिम सम्बन्धी चाहिँ कार्यक्रम प्रस्ताव गर्दा नै कसरी गर्ने भनेर एउटा मापदण्ड नै बनायो, जस अन्तर्गत चाहिँ तालिमलाई चाहिँ लाइभलीहुड र रोजगारसँग जोडेर मात्र प्रस्ताव गर्ने भन्ने पनि हामीले चाहिँ यसलाई स्ट्रिक्टली फलो गरिरहेको पनि यहाँलाई अनुरोध गर्न चाहन्छु। र अर्को कुरा चाहिँ हामीले तालिमको प्रभावकारिता के भयो त भन्ने विषयमा पनि अध्ययन आवश्यक रहेको भनेर चाहिँ यसपालि अध्ययन गराएका छौँ। त्यो अध्ययनको चाहिँ परिणाम आउन बाँकी छ, फुल रिपोर्ट आउन बाँकी छ। त्यहाँबाट आएका सुझावहरूलाई पनि हेरेर हामीले ग्रहण गर्नेछौँ भनेर पनि यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। र यहाँ चाहिँ एकजना महानुभावले चाहिँ व्हाट्सएप ग्रुप्स बनाउनुपर्छ सर्टेन सेक्टरहरूमा भन्ने कुरा गर्नुभयो। धेरै जसो सेक्टरहरूमा हामीले अब यो चाहिँ गरि नै राखेको कुरा हो र यहाँ उपयुक्तता र सान्दर्भिकता अनुसार चाहिँ यहाँको सुझाव पनि हामीले ग्रहण गर्नेछौँ अन्य सेक्टरहरूमा पनि। र यो सार्वजनिक सुनवाई चाहिँ वर्षको 2 चोटि गर्नुपर्छ भन्ने कुरालाई पनि हामीले चाहिँ मनन गरेका छौँ भन्ने पनि अनुरोध गर्न चाहे। र अर्को विषय चाहिँ यो
वडाबाटै सबै काम हुनुपर्छ भन्ने पनि यहाँ एकजना महानुभावले कुरा उठाउनु भएको थियो। त्यो त सम्भव नहोला। तर यहाँलाई मैले के निवेदन गर्न चाहेँ भने धेरैभन्दा धेरै कामहरू वडाबाट नै हुने गरेको छ र आगामी आर्थिक वर्षभित्र चाहिँ हामीले राजस्व सङ्कलनको विषयलाई पनि वडा तहसम्म विस्तार गर्ने भनेर पनि हामीले चाहिँ गृह कार्य थालनी गरेको पनि यहाँलाई अनुरोध गर्न चाहेँ। र बाल क्लबको प्रोग्राममा आउनु भएन भनेर गुनासो गर्नुभयो एकजना बाबुले। धेरैभन्दा धेरै प्रोग्राममा आउने कोसिस गर्नेछु। अब यो पालिकामा म्यानेजमेन्टको जिम्मेवारीमा छु म। त्यही भएकोले अब समयको चाहिँ व्यस्तताले गर्दाखेरि आउन नसकेको होला। आउन त धेरै मन लाग्छ तर अब समयको व्यस्तताले गर्दा हो। र अब चाहिँ बाल क्लबको चाहिँ प्रोग्राम चाहिँ मेरो बोर्डमा लेखिने बित्तिकै धेरैभन्दा धेरै प्रोग्राममा आउने पनि मैले प्रतिबद्धता चाहिँ उपस्थित जनाउनु हुनेछ। प्रतिबद्धता गरे जानै पर्ने भयो। र सामाजिक कुकुरको विषय पनि आयो यहाँनिर सामुदायिक कुकुरको। त्यो 28 नम्बर वडामा सामुदायिक कुकुरको चाहिँ निकै बिगबिगी भयो भनेर अध्यक्षज्यूले कार्यपालिकामै अस्ति कुरा उठाउनु भएको थियो। उहाँले कार्यपालिकामा कुरा उठाउने बित्तिकै तत्काल नै यो विषयमा सम्बोधनको लागि भनेर हामीले निर्देशन दिइसकेको अवस्था हो। र मलाई प्राप्त चाहिँ रिपोर्टिङ अनुसार चाहिँ सम्बोधन भइरहेको भन्ने रिपोर्टिङ पनि प्राप्त भयो। र अब यो विषयमा अझै केही भएको रहेछ भने यो विषयमा अपडेट लिएर के भएको रहेछ यो विषयमा चाहिँ फर्दर चाहिँ के गर्नुपर्ने बाँकी रहेछ भने पनि गर्नेछौँ। वडा अध्यक्षज्यूसँग पनि म समन्वयमा नै रहनेछु भन्ने पनि यहाँलाई अनुरोध गर्न चाहेँ। हुन्छ, यो योजनामा हामीले त्यो बोर्डहरू राख्ने चलन छ नि होइन? यहाँ अघि फर्स्टमा एकजनाले कुरा उठाउनु भएको थियो योजनाको काम हुने ठाउँमा जुन थियो त्यहाँ योजनामा हामी बोर्ड राखेर काम गर्छौँ नि, अघि कुरा उठाउनु भएको थियो। हस् हस्, धन्यवाद। यसपछि उपमेयर म्यामले अब है बाटो काट्नै गाह्रो छ। त्यो हो कारणले गर्दाखेरि नगर प्रहरी, जनपद प्रहरी र स्थानीय जनताको सहभागितामा अब हामीले ट्राफिकसँग सोद्धाखेरि यो रोडको स्पिड 30 किलोमिटर प्रति घन्टा भन्छ, तर बेलुका यमराजहरू त 100 किलोमिटरमा आउँछ नि, बाटोमा हिँड्नै गाह्रो। यसलाई पनि मेयर साहब र हाकिम साहबले विशेष गरिदिनु होला। अनि खानेपानी तथा ढलको बुधा नम्बर 1, 2, 3 अस्ति भर्खर मैले हाम्रो 28 र 29 को अध्यक्षज्यूहरूसँग पनि के सल्लाह गरेको थिएँ यो खानेपानीको समस्या बारेमा। र मैले यसो पहाडतिर भ्रमण गर्दाखेरि हाम्रो कुञ्जनसोम गाउँपालिका नगरपालिका पछि होला गाउँपालिकामा खेर गइराखेको सिक्रिनी खोलाबाट बाँध बाँधेर ल्याएमा हाम्रो पानीको सहजीकरण हुने थियो कि भनेर मैले उहाँहरू दुवैजनालाई प्रस्ताव गरेको थिएँ। र उहाँहरूले यो अहिले चाहिँ यो पानी ल्याउनको लागि हाम्रो वार्ता भइरहेछ, सल्लाह भइरहेछ, मिटिङ भइरहेछ, निकट भविष्यमा हुन्छ होला भन्ने कुरा भन्नुभएको थियो। र आज यो कार्यपत्रमा कुञ्जनसोम गाउँपालिकासँग सहकार्य गरिएको छ भनेर खुसी लाग्यो, त्यसको लागि धन्यवाद। हस्, धन्यवाद। अनि बाँकी छ कहाँ छ त्यत्रो पाना छ कहाँ बाँकी अर्को के ज्वरो समस्या त बाँकी नै छ सर। अब त्यसलाई छोटोमा राख्यो अनि त्यो पाना सबै ल्याएर यहाँ मेयर साहबलाई लिएर हस्तान्तरण गरिदिने होइन यो छ नि। अब एउटा हातमा माइक छ, एउटा हातमा पत्र छ, कुन चाहिँ पल्टाउनु अब साथी पुल के अरे निर्माणको धापाखेल र हरिसिद्धि जोड्ने कर्मनाशा खोला मोटरेबल पुल भनेको छ। अब पुल त यहाँबाट साइक रोड दुईवटा बनिरहेछ, यतापट्टिको पुल हो कि उतापट्टिको पुल हो त्यो चाहिँ स्थान स्पष्ट नभएकोले यो कुरा मैले उठाएको हो। अनि ललितपुर महानगरको टुरिज्म बढाउनको लागि खोकना, बुङ्गमती, भैँसपाटी, सुनाखुरी, धापाखेल, हरिसिद्धिको यो साइड चेन रोड भन्नुभएको होला। यसमा चाहिँ नक्कु खोला मात्र होइन के मेयर साहब, कर्मनाशा खोला पनि छ। र कर्मनाशा खोलाको कहीँ यो चेनमा चाहिँ कर्मनाशा खोलासँग पुल नजोडेमा यो तपाईँको के पर्यटकीय आवागमनको यो चेन चाहिँ ब्लक हुन जान्छ। र मेयर साहबलाई एउटा ध्यान आकर्षण गर्न चाहन्छु, मेयर लगायत 3जना प्रमुखहरूलाई है, यो हाम्रो कर्मनाशा खोला भनेको विश्वको दक्षिणबाट उत्तर बग्ने एउटा मात्र खोला हो र जुन इन्टरनेसनल क्विज कन्टेस्टमा सोधिने प्रश्न पनि हो है। इन्डियाको सबभन्दा ठुलो कार्यक्रम कौन बनेगा करोडपट्टिमा सोधेको प्रश्न पनि हो। र यसको चाहिँ कसरी जगेर्ना गर्ने हो, मेयर साहब आफै के सम्पदाको डक्टर हुनुभएकोले यो विशेष त उहाँलाई नै कर्मनाशा खोला चाहिँ 5 रोपनी जग्गा चाहिँ कर्मनाशा खोलामा थियो, अहिले 15 रोपनी अरूले पास गरेको जस्तो गरेर यो के अरे हुन नपाओस् र 2021 सालमा नापी भएको बमोजिम यो कर्मनाशा खोलाको रिस्ट्रक्चरिङ होस्। र
र कर्मनाशा खोला नै मिचिएर प्लटिङ गरेर खोलामाथि घर बनाएको अवस्था छ। त्यो पनि यहाँहरू तिनैजनाबाट यसमा विशेष ध्यान के पुगोस्। हस्, अर्को बाहेक छ कहाँ हस् मात्र भन्नु होइन अरू त्यहाँ हुनुहुन्छ, सम्बोधन गर्नुपर्छ, भ्याइँदैन। अनि फेरि यो उठाएको आवाज सम्बोधन गर्न पाइएन भने अब के विद्युत तथा सडकपट्टि है यो सुरक्षा लगायत विषयलाई ध्यानमा राखी चक्रवन बाहिर एकान्त कुनादेखि बुङ्गुमतीसम्म, सातबाट चापागाउँदेखि सुनाकोटी, सातबाट ढाबाखेलको, सातबाट हरिसिद्धि सडक भन्ने छ। मैले सातबाट हरिसिद्धि सडकको हात्तीवन खण्डको हात्तीवन ओह्रालोको के अरे तपाईँको कुरा गरेँ। त्यहाँनिर डिभाइडर राखेको छ। डिभाइडरमा अस्ति भर्खर पनि 2टा ठुलो एक्सिडेन्ट भइसक्यो। बाइ द वे मेयर साहबले राख्नुभएको त्यो झलमल्ल बल्ने बत्तीको क्याबिनेट चाहिँ बच्यो है मेयर साहब। त्यो चाहिँ के सायद मेयर साहबको के अरे यो ठुलो के अरे यो के भन्छ धर्मको कारणले नै होला त्यो के बचेको है। र त्यो ठाउँमा मैले भन्नु खोजेको जुन यो अलिकति माथि त्यो डिभाइडर राखेको छ नि, हामी ओह्रालो ओर्लिने बेलाको मुखको त्यो डिभाइडरलाई बढाएर अलिकति माथि लिएर जाने र त्यो तलको मोडको अलिकति यता के अरे ल्यायो भने सडक दुर्घटना न्यूनीकरण हुन्थ्यो कि यसमा पनि ध्यान जाओस् है। अब त साँच्चीकै हस् बनाऊ है, पक्नुहोस् न। किनभने होइन उहाँ बाँकी हुन्छ कारणले गर्दाखेरि अरूले दिन पाउनु भएन भने, सम्बोधन हुनु भएन भने अरूलाई अन्याय हुन्छ। अब विचार गरिदिनु न। ल त्यसपछि सहरी विकासको अभिलेखित लेखेर दिनुहोस्, यहाँ हामीले रिपोर्ट बनाउँछौँ, यो लेखेर दिनुहोस्। यहाँ लेखेर अब अर्को एउटा महत्त्वपूर्णमा है म ठ्याक्कै टुङ्ग्याइदिनुहोस् है। 3टा मात्र भन्छु। अझै यो महानगरभित्रको आग लागेको न्यूनीकरण भनेको छ नि, यसको लागि चाहिँ हाम्रो वडा नम्बर 29 अगाडि 2टा पोखरी छ। त्यो पोखरीमा माथि थैबो बाँधदेखि या थैबोको सिमानादेखि 6 इन्ची 7 इन्ची 8 इन्ची वाटेभर त्यो पाइप लगाएर ल्याएर यहाँ चाहिँ पानी स्टोरेज गरिकन फायर हाइड्रेन्टको प्रोसेस जडान गरी दमकल नपुग्ने गल्ली गल्ली भित्रमा हामीले लान सक्यो भनेदेखि फायर केही गरेर भवितव्य परेमा धेरै न्यूनीकरण हामीले कम गर्न सकिन्थ्यो। त्यसमा विशेष ध्यान जाओस् भन्नु आग्रह यो ध्यान। अरू चाहिँ कम्पनीहरूले माटो बाहिरबाट ल्याएर त सकिन्छ भने त्यो पनि सकिने अवस्था, यदि यी सक्दैन भने किसानले फिर्ता गर्छ त्यसमा पनि उहाँ हाम्रो चाहिँ मेयर साहबले चाहिँ पक्कै पहल गर्छ भनेर चाहिँ यो सुझाव। अर्को चाहिँ यो हाम्रो स्कुल समूहपट्टि पनि हाम्रो मरि काम गरेर पनि हाम्रो हर्सिदिका यही बच्चाहरू चाहिँ जम्मै बोर्डिङ स्कुल मात्र पट्टितिर ध्यान राखेको छ। त्यो कसरी भएको भने चाहिँ सरकारी स्कुलमा राम्ररी गरिदिने विश्वासी गरेको छैन, बरु मरि काम गरेर भए पनि बच्चाहरूलाई बोर्डिङ स्कुलमा भनेर गर्ने या चलन आइराखेको छ। त्यस भएकोले यो अहिलेको चाहिँ हाम्रो चाहिँ ललितपुर महानगरपालिका टिमबाट कसरी चाहिँ यो सरकारले चाहिँ अरूको पैसा खर्च गरेर लगानी गरेको त्यो स्कुललाई पनि कसरी चाहिँ त्यो बोर्डिङमा राख्नु भन्दा पनि निजी स्कुलमा राख्नु भन्दा पनि यो हाम्रो सामुदायिक चाहिँ सरकारी स्कुलमा राख्नेतिर ध्यान जाओस् भन्ने हिसाबमा उहाँहरूले पनि के गरेर मिल्ने हो त्यसमा पनि उहाँले चाहिँ प्रयास सामुदायिक विद्यालयलाई प्राथमिकता अर्को एउटा पनि छ। जुन उपभोक्ता समितिसँग छलफल गर्दा त्यति बेला प्राविधिकले 30 इन्चीको हिम पाइप चाहिँ राख्नुपर्छ भनेर चाहिँ स्मृत गरिदिएको थियो। अनि त्यही उपभोक्ता समितिले त्यही स्थानीय बासिन्दाहरूको चाहिँ छलफलले त्यो पाइपलाई होइन त्यो 30 इन्ची राख्दाखेरि त यो रोड धेरै माथि उठिने भयो, लेभल नमिल्ने भएको कारणले गरेर अहिले 20 मात्र राख्दाखेरि हुन्छ भन्ने भएको कुराले गरेर चाहिँ त्यहाँ 20 इन्चीको पाइप राखिएको हो र यसरी 24 इन्चीको पाइप हो र माथिबाट पनि त्यहाँबाट पनि तल पनि 24 इन्चीकै छ। यदि त्यहाँ मात्र चाहिँ 30 इन्ची राख्दाखेरि पनि त्यसभन्दा तल त 24 इन्चीको पाइप थियो नि, त्यो कारणले चाहिँ प्राविधिकले फेरि हो त यो मिल्दैन भनेर चाहिँ डिसी गरेको थियो। अब र यो जुन चाहिँ पहिला जग्गा थियो सबै ठाउँमा जग्गाबाट बग्थ्यो, पुलो ओपन थियो, पुलो भरिएर पनि बग्थ्यो। तर आजको अवस्थामा सबै ठाउँमा चाहिँ बाटो पनि चाहिने, यदि बाटोको योजना राखिएन भने चाहिँ वडामा झगडा गर्न आउने
अनि पाइपको व्यवस्था गर्नु पर्यो। यदि पाइप राखेन भने त त्यहाँ काम बनेन। अनि कुलोको मापदण्ड राजकुलो त्यस्तोको मापदण्ड अनुसार हामीले साइडमा कुलो पनि राखेर जान सक्छौँ। तर हाम्रो वडावासीले चाहिँ जग्गा पनि त्यही अनुसार छोडिएको भए हामी साइडमा पनि राखेर जान सक्छौँ। नसक्ने होइन। यो उदाहरणको लागि यो 28 वडामा भएको छ। हाम्रो 29 वडासँग जोड्ने यही फन्ड तल चाहिँ ओपन पुलो राखेर चाहिँ 26 फिटे हो कि 20 फिटे 26 फिटे बाटो चाहिँ बनाएको छ। अनि त्यसरी गऱ्यो भने त हामी सम्भव छ त है। त्यही भएर चाहिँ मैले राजु भाइले चाहिँ त्यो पाइप सानो भएको कारण चाहिँ भनिदिएँ है। अनि अर्को यो बङ्गुर पालनकै सम्बन्धमा बङ्गुर पालन कहाँ के छ भनेर जुन निराजीले नै चाहिँ मलाई चाहिँ जानकारी गराइसकेपछि अनि हामी गुठीका 4 गुठीहरू गयौँ। कारणले गर्दाखेरि यहाँ बङ्गुरको उच्चारणै गर्न नहुने ठाउँ भनिन्छ पहिला संस्कृति हिसाबले। त्यसकारण हामीले यो कुरा चाहिँ हामी निर्वाचित भएर गइसकेपछि यो कुरा चाहिँ यो संस्कृतिलाई चाहिँ हामीले चाहिँ यो ठाउँलाई चाहिँ बङ्गुर ठुई हामीले चाहिँ त्यो घोषणा गर्नुपर्छ भनेर राख्दै गर्दाखेरि हाम्रो नीति तथा कार्यक्रममा संस्कृतिसँग जोडिएका विशेष गरी यो हरिसिद्धिमा बङ्गुर पालन निषेध र पोखरामा चाहिँ कुखुरा पालन निषेध भन्ने कुराहरू पनि छ। तसर्थ हामीलाई कहाँनिर बङ्गुर पालन गरेको छ 28 वडामा छ मलाई जानकारी पाऊँ। अघि 15 दिनभित्र हटाउने भन्ने कुरा दिदीले गर्नुभएको छ। सायद मलाई चाहिँ त्यो कुरा चाहिँ अब मैले बिर्सेको पनि हुन सक्छु। यदि मलाई भोलि नै त्यो किसिमको जानकारी आएमा यदि 28 भित्र चाहिँ बङ्गुर पालन कसैले गरेको छ भने हामी भोलि नै त्यसलाई चाहिँ हटाउने चाहिँ वचनबद्धता व्यक्त चाहिँ गर्न चाहन्छु। अर्को कुरा खानेपानी त मैले चाहिँ अघि नै भनिसकेका छु। खानेपानीमा हामी चाहिँ विशेष रूपमा हामी छलफल गर्दैछौँ। हामी दुई पक्ष बसेर यसलाई चाहिँ छिट्टै टुङ्ग्याउने हामी चाहिँ त्यो दिशातर्फ जाँदैछौँ। यदि टुङ्गिएन भने नेपाल सरकारको कानुन अनुसार वर्ष त्यसमा चाहिँ तपाईँहरू ढुक्क हुनुहोस्। यति नै जवाफ। अरू कुरा अब 29 वडासँग जोडिएको कुराहरू चाहिँ 29 गतिशील दिनुहुन्छ। धन्यवाद। कुराहरू भन्नुभयो यो चाहिँ जे जति कुराहरू तपाईँले हामीलाई भन्नुभयो यो हामीले चाहिँ लिपिबद्ध गरेका छौँ। यो लिपिबद्ध गरेको कुरा चाहिँ हामीले बजेट मेकिङको निमित्त एउटा रेफरेन्स मेटेरियलको रूपमा हामीले राख्छौँ लिन्छौँ। हामीले अब बजेट बनाउँदै गर्दा आज बोलेको कुराहरूलाई चाहिँ हामी अङ्गीकार गर्नको निमित्त हामी अग्रसर हुन्छौँ। पछिको निमित्त पनि अर्को वर्षको बजेट बनाउनको लागि पनि हामी यसलाई चाहिँ हामी एउटा सन्दर्भ सामग्रीको रूपमा लिएर हामी अगाडि बढ्छौँ भन्ने कुरा दिँदैन। र भएको भत्ताहरूको प्रविधि इम्प्रुभ गरेर त्यसमा रहेको चाहिँ जुन प्रविधि छ त्यो प्रविधि इम्प्रुभ गरेर त्यसले चाहिँ मतलब वातावरणमा दूषित नगराउनको निमित्त हामीले युरोपियन युनियनसँग पनि कुरा गरिरहेका छौँ। अब आशा गरौँ यसबाट चाहिँ थोर बहुत सुधार हुन्छ भन्ने चाहिँ हामीले आशा गरौँ। यसको निमित्त हाम्रो वडा नम्बर 28 र 29 का वडा अध्यक्षहरू एकदमै लागि पर्नु भएको छ। तर महानगरकै कार्यक्षेत्रभित्र नभएको कुरालाई वडाले चाहिँ मतलब जिम्मेवारी लिन त गाह्रो पर्छ नि त। तर पनि हामीले यसमा चाहिँ युरोपियन युनियनसँग काम कुरो अगाडि बढिरहेका छौँ। अब त्यो प्रविधिलाई कसरी इम्प्रुभ गर्ने भन्ने सन्दर्भमा हामी निर्कुल निकालेर तपाईँहरूसम्म चाहिँ हामी आइपुग्छौँ। अब अभिलेखीकरणको सन्दर्भमा अघि नरेन्द्रजी लगायत धेरैले चाहिँ धेरै कुरा राख्नुभयो। यो अभिलेखीकरणमा चाहिँ गल्ती नगरौँ भन्ने चाहिँ मेरो भनाइरह्यो। अभिलेखीकरणको दर रेट भनेको महानगरपालिकाले फिक्स गरेको होइन। यो चाहिँ नेपाल सरकारको ऐनमै यसको व्यवस्थापन गरेको र हामीले चाहेर पनि त्यसलाई बढाउन पनि नसक्ने घटाउन पनि नसक्ने अवस्था छ। हामीले गर्न मिल्ने भइदिएको भए यो हरिसिद्धिको तपाईँ नगरवासीहरू लगायत यो मिल्न आएको मर्ज हुन आएका 10वटा वडाहरूलाई चाहिँ हामी धेरै सुविधा दिन्थ्यौँ होला। तर आवर ह्यान्ड्स आर टाइट। हामीले चाहिँ गर्न सक्ने अवस्था त्यो छैन। तसर्थ यो अभिलेखीकरण गर्नको निमित्त जुन दर रेट लेखिएको छ त्यो दर रेट भनेको चाहिँ तिर्नै पर्छ। हामीले त्यसमा तपाईँलाई 1 रुपियाँ कम गऱ्यौँ भने हामी चाहिँ त्यो रातो घरमा चाहिँ उभिन जानुपर्छ। हामी अख्तियारमा चाहिँ हामी उभिन जानुपर्ने हुन्छ।
त्यसरी नसक्ने बाचा तपाईँको अगाडि हामीले गर्नु हुँदैन। यो चाहिँ वास्तविक कुरा यो हो। तसर्थ यो अभिलेखीकरणको जुन नियममा ऐनमा जुन व्यवस्थापन गरिएको छ रकम त्यो चाहिँ तपाईँले तिर्नै पर्छ। तर हामी अभिलेखीकरण गर्दैनौँ भन्नेसम्म पनि अघि नरेनजीले कुरा राख्नुभयो, यो चाहिँ तपाईँहरूको निमित्त एउटा ठुलोभन्दा ठुलो गल्ती हुनेछ। यो चाहिँ तपाईँले यस्तो नगर्नुहोस्। यो अभिलेखीकरण तपाईँले कथम कदाचित गर्नु भएन भने तपाईँको जुन निर्माण गरिएको घर छ त्यो संरचनाले चाहिँ जिन्दगीभर तपाईँलाई दुःख दिइरहन्छ। यो फेरि 3 महिनाको निमित्त खोलेको हो। हामीले अब अर्को 3 महिना या 6 महिनाको निमित्त एक्सटेन्सन गर्नको निमित्त नगरसभाबाट हामीले चाहिँ पास गर्नुपर्छ र त्यो पास गर्ने प्रक्रियामा चाहिँ हामी लागिरहेका छौँ। तसर्थ यो अवधिमा यहाँले चाहिँ अभिलेखीकरण गर्नुहोस्। यसमा चाहिँ गरिएन भने पछि गएर तपाईँलाई धेरै अप्ठ्यारो पर्छ। यो अप्ठ्यारो पर्दाखेरि त्यो अवधिमा हाम्रो म्याद पनि सिद्धिसकेको हुन्छ र ऐनमा पनि लेखिएको छ 1 पटक भनेर। त्यो अवस्थामा चाहिँ फेरि तपाईँलाई चाहेर पनि हामी जनप्रतिनिधिहरूले सहयोग गर्न सक्ने अवस्था चाहिँ रहँदैन। तसर्थ यसमा चाहिँ यहाँले एकदमै आफ्नो चाहिँ लिडी धिपी लिएर नबस्नुहोस्, हुँदैन। नहुने कुरामा चाहिँ यहाँले चाहिँ अलिकति मतलब सफ्ट कर्नरमा विचार गरेर तपाईँ चाहिँ अगाडि आउनुपर्छ भन्ने कुरा मैले यहाँहरूसँग चाहिँ निवेदन गरेँ। अब यो हरिसिद्धि इन्धन टायल कारखानाको जग्गाको बारेमा चाहिँ यहाँ धेरै कुरा निस्कियो। यसमा पनि हेर्नुहोस्, यो भनेको चाहिँ महानगरपालिकाको जुरिस्डिक्सनभित्र पर्दैन, हाम्रो कार्यक्षेत्रभित्र पर्दैन। हामीले यसमा चाहिँ खासै केही पनि गर्न सक्दैनौँ। तर आजको यो सार्वजनिक सुनवाईमा निस्केको कुराहरूलाई चाहिँ यसको चाहिँ बटम लाइन निकालेर हामीले नेपाल सरकारलाई चाहिँ सुझाव अथवा अनुरोधको रूपमा चाहिँ हामीले पत्र लेखेर पठाउँछौँ। त्यसको जानकारी हामी तपाईँहरूलाई दिउँला। यो 28 नम्बर वडामा सार्वजनिक टोयलेट खोइ भनेर पनि सोध्नुभयो तपाईँहरूले। हामीले ललितपुर महानगरपालिकाले चाहिँ प्रत्येक वडामा अझ प्रत्येक किलोमिटरमा एउटा स्मार्ट टोयलेट बनाउने भन्ने हाम्रो योजना छ। त्यस कारणले गर्दाखेरि हामीले 29वटा वडाहरूमा चाहिँ हामीले सार्वजनिक टोयलेट बनाउनुको निमित्त हामीले अभियान चलायौँ। सो अभियान अन्तर्गत धेरैवटा टोयलेट बनिसकेको छ र अहिले 9वटा टोयलेट चाहिँ बनिरहेको छ। निकट भविष्यमा त्यो सिद्धिन्छ। तसर्थ मैले यहाँ वडा नम्बर 28 र 29 को वडा अध्यक्षज्यूहरूसँग भर्खर मैले कानीखुसी गरेँ। तपाईँले चाहिँ जग्गाको व्यवस्थापन तपाईँले गर्नुहोस्, हामी चाहिँ तपाईँले योजना माग्नुहोस्, हामी टोयलेटको योजना दिउँला भनेको छु है त। अँध्यारो भोट नदेख्ने भइसक्यो। समय पनि भयो। अब एउटा अर्को साह्रै नै जल्लो बल्लो विषयवस्तु आएको छ। हुन त यो विषयवस्तु भनेको पोहोर पनि आएको थियो, परार पनि आएको थियो। त्यो भनेको चाहिँ टिपर आतङ्क। हामीले टिपरको सन्दर्भमा वास्तवमै भन्ने हो भनेदेखि हामी यो त बन्दै गर्न चाहन्छौँ। हाम्रो महानगरको जनताहरूलाई, नगरवासीहरूलाई किन दुःख दिने, हामी बन्दै गर्न चाहन्छौँ। तर यसले चाहिँ वास्तवमै भन्ने हो भनेदेखि राष्ट्रको यो जुन इकोनोमी छ, यहाँको अर्थनीति छ, अर्थतन्त्र छ, यसैलाई नै प्रतिकूल असर पर्ने किसिमको चाहिँ प्रावधान रहने रहेछ। यो भन्दै गर्दा हामीले चाहिँ त्यस कारणले गर्दाखेरि हामीले टिपर चाहिँ ठ्याक्कै बन्द गर्न त सकेनौँ। तर हामीले चाहिँ यो टिपरहरू जस्तै मुख्यतया हाम्रो नखु खोलामा छ, नखुबाट चाहिँ मतलब नखु बजारमा टिपर निस्किन्छ। त्यो निस्किनुभन्दा अगाडि त्यो टिपरलाई चाहिँ हामीले वाटर क्याननले त्यसको चक्का पखाल्ने, त्यसपछि चाहिँ छिर्नु दिने भन्ने चाहिँ हाम्रो एउटा प्रोजेक्ट छ। सोही प्रोजेक्ट अन्तर्गत अहिले चाहिँ हामीले टेन्डर गरिसकेका छौँ कि त्यहाँ चाहिँ एउटा टिपर वासिङ सेन्टर बनाउनुको निमित्त हाम्रो प्रोजेक्ट टेन्डर गरिसकेका छौँ। हेरौँ यसबाट चाहिँ यसमा आमूल रूपमा चाहिँ सुधार हुन्छ भन्ने चाहिँ हाम्रो ठम्ब्याइरह्यो। हुन त यो समस्याको सन्दर्भमा म पहिलोपटक मेयर भएको केही समय अगाडि नै हाम्रो श्री कुमारजी यहीँ हुनुहुन्छ, उहाँसँग कुरा गरेर हामीले एउटा डिजाइन गरेका थियौँ।
तर त्यो बेलामा उच्च स्तरीय बागमती सभ्यता आयोगले मका आएर मेयर साहब तपाईँले केही गर्नु पर्दैन, यहाँ चाहिँ हामीले 94 करोड रुपियाँको चाहिँ प्रोजेक्ट ठेकदारलाई चाहिँ दिइसकेका छौँ, उहाँले चाहिँ यो काम गर्नुहुन्छ, तपाईँले चाहिँ लगानी गर्नु पर्दैन भन्ने कुरा उहाँले गर्नुभयो। तसर्थ हामी ब्याक भयौँ, तर उहाँहरू पनि कामै नगरिकन ब्याक भयो। त्यसले गर्दा अहिले हामी चाहिँ त्यो समस्या पर्यो। अब हामी उहाँहरूको भरमा हामी बस्दैनौँ, हामी आफै बनाउँछौँ। त्यसको लागि चाहिँ काम कुरो अगाडि बढिरहेको छ भन्ने कुरा मैले यहाँलाई निवेदन गरेँ। अब यहाँ स्मार्ट सिटीको सन्दर्भमा अलिकति कुरा नेगेटिभ कुरा निस्क्यो। नेगेटिभ कुरा निकाल्नु पर्दैन। हेर्नुहोस्, एक मागले जाडो जाँदैन। रोम वाज नट बिल्ट ओभरनाइट। त्यो भनेको चाहिँ कुनै पनि काम सम्पन्न गर्नको निमित्त समय लाग्छ। हामीले चाहिँ ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने भनेर एकैचोटि स्मार्ट सिटीका सम्पूर्ण अवयवहरू हामी चाहिँ लागू गर्न सक्दैनौँ। हाम्रो भूगोलले पनि दिँदैन, हाम्रो आर्थिक पैसाले पनि भ्याउँदैन। तर हामीले वान एट ए टाइम बिस्तारै गर्दै गयौँ भने हामी निश्चित रूपमा चाहिँ गन्तव्यमा पुग्छौँ। यो भन्दै गर्दा मैले त मेरो यो दोस्रो कार्यकाल हो। यो दोस्रो कार्यकालमै ललितपुर महानगरपालिकाले स्मार्ट सिटी बनाउन पाएको भए त कति राम्रो हुन्थ्यो, तर हुँदैन। गाह्रो पर्छ, धेरै गाह्रो पर्छ। अब मेरो 2 वर्ष कार्यकाल बाँकी छ। कतिमा पनि हामीले स्मार्ट सिटी बनाउनुको निमित्त गर्नुपर्ने काम कुरा हामीले सुरु गऱ्यौँ नि त। हामी नेपालमा पहिलो महानगरपालिका हो जसले चाहिँ स्मार्ट स्ट्रिट लाइट राख्यौँ, जसले चाहिँ इन्टेलिजेन्ट ट्राफिक लाइट राख्यौँ, जसले चाहिँ बाइसाइकल लेन बनायौँ। यस्ता कुराहरू धेरै नै हामीले बनाइसकेका छौँ, कार्यान्वयन भइसकेको छ। यो भन्दै गर्दा हामीले कुनै ठाउँमा यो चाहिँ अलिकति बाटो पुगेन, ढल पुगेन भनेर चाहिँ तपाईँले चित्त दुखाउनु पर्दैन। अफकोर्स हामी चाहिँ स्मार्ट सिटीका अभिन्न अङ्गमा हामी छौँ, तर त्यो भन्दै गर्दाखेरि पनि एकैचोटि सबै कुराको चाहिँ सम्बोधन हुँदैन। तपाईँले संसारको जुनसुकै विकसित मुलुकको स्मार्ट सिटीमा गएर हेर्नुहोस्, त्यहाँ पनि समस्या छ, तर उनीहरूले चाहिँ एकपछि अर्को गर्दै त्यो समस्यालाई चाहिँ समाधान गर्दै गइरहेको छ। तसर्थ हामी पनि त्यही पथमा छौँ, त्यही काममा चाहिँ हामी अग्रसर हुँदै गइरहेका छौँ। तसर्थ अलिकति मेरो घर छेउको ढल फुट्यो, मेरो घर छेउमा चाहिँ धुलो उड्यो भनेर चाहिँ तपाईँले चित्त दुखाउनु पर्दैन, र स्मार्ट सिटीमा हामी छैनौँ भनेर पनि चित्त दुखाउनु पर्दैन। बिस्तारै भइहाल्छ नि। किनभनेदेखि हेर्नुहोस्, अहिले चाहिँ मतलब सङ्घीयता आएको कति वर्ष भयो? 10 वर्ष भयो। 10 वर्षको दौरानमा स्थानीय पालिकाले कति काम गरेको छ, त्यो कामको तपाईँ व्याख्या गर्ने हो भनेदेखि चाहिँ धेरै समय लाग्छ। यहीँकै कुरा गरौँ न, हाम्रो वडा नम्बर अध्यक्ष त्यसका अध्यक्षज्यूहरूले कति राम्रो काम गर्दै हुनुहुन्छ। अब एकछिनपछि यहाँ त हाई मास बत्ती झलमल्ल बल्छ, स्मार्ट बनिसक्यो अरे भनेपछि त बस यी यस्तो कामहरू त हामी गर्छौँ नि त। तर सानो तिनो झिनो मसिनो काम भएन भनेर चित्त नदुखाउनुहोस्। सानो तिनो झिनो मसिनो काम भएन भनेर वडा अध्यक्ष मेयरलाई गाली नगर्नुहोस् है। त्यो काम त हामी गर्दै गरौँला नि बिस्तारै। ल, अब मैले चाहिँ हामीले एउटा टिमवर्कको रूपमा यहाँले उठाउनु भएको कुराहरू हामीले चाहिँ जवाफ दियौँ। अब मेरो जवाफ दिने काम पनि लगभग टुङ्गियो। हामीले चाहिँ धेरै मन्दिरहरू, भीमकाय भीमसेन मन्दिरदेखि लिएर ठुला मन्दिरहरू सबै बनाउन सिद्धिएको छ। तसर्थ हामीले यो जुन कार्यविधि हामीले बनाउन सफल भयौँ, हाम्रो कारणले त्यो कार्यविधि बन्यो। त्यसले गर्दाखेरि हामीले यो सम्पदा क्षेत्रमा काय पलट हुने गरिकन कामहरू गऱ्यौँ। यसको निमित्त तपाईँलाई चाहिँ धेरैले धेरै किसिमले सहयोग गर्नुभयो, यसमा तपाईँ पनि धन्यवादका पात्र हुनुहुन्छ। त्यो भएर चाहिँ एउटा कार्यविधि बनाइदिनु भयो कि 72 सालको भूकम्पमा भट्किन लागेको सम्पदाहरू पुनर्निर्माण गर्नको निमित्त स्थानीय पालिकाले रु 10 करोडसम्मको निमित्त टेन्डर गर्नु पर्दैन भनेर चाहिँ एउटा कार्यविधि बनाइदिनु भयो। बस त्यो पाएपछि हामीले सबै भ्याइदियौँ। बनाउनु पर्ने कुराहरू सबै मठ मन्दिर शिवालय देवालयहरू आजको मितिसम्ममा चाहिँ हामीले लगभग बनाउन सिद्धियौँ।